धन्यवाद कार्यक्रम सञ्चालकज्यू। आजका यस ऐतिहासिक महासङ्घ निर्माण कार्यक्रमका अध्यक्ष महोदय, मञ्चमा आसीन प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, साथै विभिन्न जिल्लाबाट आफ्नो अमूल्य समय दिई यस महासङ्घ निर्माण अभियानका लागि आफ्नो प्रतिनिधित्व गर्दै पाल्नुभएका सम्पूर्ण अध्यक्षज्यू, प्रतिनिधिज्यूहरू, सुरक्षाकर्मी साथीहरू, पत्रकार मित्रहरू, व्यवसायी मित्रहरू, सम्पूर्णमा म होलसेल व्यवसायी सङ्घ धनगढीको अध्यक्ष व्यक्तिगत तर्फबाट र मेरो समग्र सुदूरपश्चिम क्षेत्रको होलसेल व्यवसायी सङ्घको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज यस कार्यक्रममा मलाई प्रदेशको तर्फबाट बोल्ने अवसर प्रदान गर्नुभएकोमा आयोजक टिमप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छु। आज यस शुभकामना मन्तव्य दिने क्रममा मैले आफ्नो व्यवसायहरूका र तपाईहरुसँग जोडिने कुराहरूलाई थोरै भए पनि राख्नै पर्ने महसुस गरेको छु। हामीले विगत लामो समयदेखि यहाँ व्यवसाय गर्दा समस्याहरूको विषयमा धेरै भनिराख्नुपर्ने जरुरी नहुँदा पनि यसका समाधानका लागि विभिन्न सङ्घ संस्थाहरूको गठन भएको छ। हुँदा पनि हामी साना तथा मझौला खालका व्यवसायहरूको हक र अधिकारका लागि हामीले कुनै किसिमको आफ्नो सम्बोधन भएका कुराहरूको अनुभूति नभएका हुँदा आज हामी यस कार्यक्रममा सहभागी भएका छौँ। यस अभियानले हरेक क्षेत्रका जिल्लाहरूका बोर्डरमा रहेका समस्याहरू, करका समस्याहरू, भन्सारका समस्याहरू र हाम्रा व्यवसायहरूको प्रत्यक्ष सम्बन्ध, अन्तर सम्बन्ध, सरकारका नीति तथा कार्ययोजना समितिसँग हाम्रो सम्बन्ध हुनुपर्छ। अब सिधै हाम्रो पनि त्यस क्षेत्रमा पहुँच हुनुपर्छ, केन्द्रीकृत हुनुपर्छ भन्ने मान्यताका आधारमा हामी यहाँ एकीकृत भएको यहाँहरूलाई अवगत नै छ। र यसका लागि उहाँहरू जुन यस अभियानमा अहोरात्र खटिएर यसलाई सफल पार्नका निमित्त आफ्नो अमूल्य समय दिई सजिलो छैन। हामी आफ्नो एउटा सङ्घहरूमा सामान्य एउटा क्षेत्रमा मात्रै नेतृत्व गर्दा धेरै समस्याहरू देखिएका हुन्छन्। तपाईहरुलाई पनि थाहा छ, अध्यक्षज्यूहरू यही हुनुहुन्छ। यो यत्रो महासङ्घ राष्ट्रिय अभियानमा उहाँहरूले एकीकृत गर्दा कस्ता खालका अप्ठ्यारा, यस्ता व्यवधानहरू झेल्नु परेको होला कल्पना गर्नुहोस्। र यसलाई सहर्ष स्वीकार गरी हामीले यसको सफलताको लागि आफ्नो क्षेत्रबाट यस्तो सफल अभियानलाई मूर्त रूप दिनका लागि हाम्रो प्रतिबद्धता मेरो त छँदैछ, तपाईहरुको पनि प्रतिबद्धता यसमा हुनुपर्छ भन्ने मेरो मान्यता हो। आगामी दिनहरूमा हामी व्यवसायहरू यसरी भेटघाट हुन पाउँदा, तपाईले मलाई चिन्नु भएको थिएन, म सुदूरपश्चिमको मान्छे, एउटा वीरबहादुर कार्की भन्ने मान्छे को हो भनेर आज चिन्न पाउँदा
मलाई पनि गर्व त लागेको नै छ र यहाँ अध्यक्षज्यू लगायत तपाईहरुसँग लामो समय अबको प्रान्तको मेरो जीवन यात्रा तपाईहरुसँग व्यतीत गर्न पाउँदा पनि मैले आफूलाई गौरवान्वित ठानेको छु। किनभने व्यवसायका लागि मात्र होइन साथीहरु, व्यवसाय समाज सुधारका लागि, राष्ट्र निर्माणका लागि र हाम्रो नेतृत्व विकासका लागि पनि यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हामीले महसुस गरेका छौं र हामीलाई लामो अनुभव पनि छ। हामी आज हाम्रो यस व्यवसायलाई भन्ने गर्छौं, ओहो घाटा व्यापार यसरी घाटामा छ, हामी त पलायनै हुन थाल्यौं, किन भयो, कसरी हुन पुग्यौं, हाम्रो लगानीको कहीँ केही बजार व्यवस्थापन अथवा हाम्रो प्रशिक्षणका कुराहरुमा कहीँ कतै हामीले कमजोरीहरु, कहीँ त्रुटिहरु, कहीँ चुहावटहरु, त्यसको स्वयं हामी आफै जिम्मेवार हुनुपर्ने मैले महसुस गरेको छु र यहाँहरुलाई त्यो जानकारी पनि दिन चाहन्छु। किनभने हामी व्यवसायहरु अरूलाई मात्रै दोष दिने गर्छौं, हामी आफ्नो अन्तरात्मामा निहालेर हेर्न पनि सक्नुपर्छ कि हामीमा के कमजोरी छ व्यवसाय गर्नका निमित्त र अर्को पक्षले हाम्रा कुराहरु किन सुन्दिने भन्ने विषयलाई पनि विशेष हामीले ध्यान दिनुपर्छ भन्ने कुराहरुलाई म विशेष जोड दिन चाहन्छु। किनभने प्रशासन र सरकारका निकायहरु, सरकारवाला निकायहरु तब मात्र हाम्रा कुराहरु सुन्छन् र जबसम्म हामीले उहाँहरुलाई हाम्रा कुराहरु कन्भिन्स गर्न सक्ने हामीमा क्षमता हुँदैन। क्षमता बलका रूपमा हामी एकत्रित हुन्छौं, उहाँहरु त्यसमा अवश्य पनि केही हदसम्म उहाँहरु झुक्न सक्नुहोला अथवा त्यसलाई चाहिँ उहाँहरुले सम्बोधन गर्न सक्नुहोला यदि उहाँहरुले गल्ती गरेको खण्डमा। त्यसैका लागि पनि महासंघ निर्माण अभियान आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ। काम गर्दै जाँदा अवश्य पनि धेरै कुराहरु हाम्रा मान्यताका आधारमा र विचारका आधारमा फरक मत राख्न सक्दछ। त्यसका आधारमा हामीले मेरो गोरुको 12 टक्का भन्ने शब्दहरु प्राय प्रयोग गरिन्छ, त्यसमा मात्र हामी नीति हुनु हुँदैन। हामी त्यो भन्दा एक स्टेप माथि उठेर मानवताका आधारमा, मानवताको सिद्धान्तको आधारमा व्यवसायलाई जोड्नुपर्ने हामीले देखेका छौं। तपाईले त यो गर्दै भए मेरो लागि बेस्ट हुन्थ्यो भन्ने व्यक्तिगत स्वार्थका लागि मात्र हामी बोल्ने नगरौं र हामी अघि बढ्ने नगरौं। हामीले देखेको सम्पूर्ण व्यवसाय जगतलाई कसरी समृद्ध बनाउने भन्ने एउटै मात्र उद्देश्य हो। किनभने समृद्ध भन्दा अर्को कुनै विकल्प छैन। समृद्ध केका लागि? हाम्रो संस्कारको समृद्ध, हाम्रो व्यवसायको समृद्ध, हाम्रो आउने पिढीहरुका लागि समृद्ध। किनभने आउने पिढीहरु आज हामी तपाईले गरेको व्यवसायहरुलाई उहाँले स्वीकार्न नसकेको अवस्था छ। किनभने मैले मेरो एउटा राम्रो व्यवसाय हुँदाहुँदै पनि मेरो छोरो त्यो व्यवसायमा संलग्न हुन चाहदैन भने हामी असफल भएको हामीले मान्नु पर्दछ। किनभने हाम्रा पुस्ताहरूलाई पनि, आउने जेनेरेसनलाई पनि, हाम्रा बच्चाहरूलाई पनि यो एउटा पेशा हो, यो पेशामा पनि आफ्नो इमानदारीका साथ यो धर्म स्वरूप मानेर, यसलाई धर्मको प्रतिरूप मानेर नै व्यवसाय हाम्रो धर्म होइन। जुनसुकै कुरामा पनि कसैले हिन्दू धर्म भनेको हुन्छ, कसैले मुस्लिम धर्म भनेको हुन्छ, तर हाम्रो व्यवसायको धर्म भनेको व्यवसाय हो। यो धर्मलाई हामीले त छोड्नै सक्दैनौँ, किनभने हामी त चाहेर अथवा नचाहेर पनि फसिसकेका छौँ आजको परिवेशमा। तसर्थ दुईटा कुरा मात्र अन्तमा भन्दै म आफ्नो मन्तव्यहरु यहाँ टुङ्गाउनेछु। बोर्डर खुल्ला नाका, यहाँ प्रहरी प्रशासन प्रमुखज्यूको उपस्थिति पनि देखियो। मैले उहाँहरूलाई धन्यवाद पनि दिन चाहन्छु यस कार्यक्रममा आफ्नो सहभागिता जनाउनु भएकोमा। विभिन्न महासंघका अध्यक्षज्यूहरूको पनि सहभागिता देखेको छु। उहाँहरूलाई म अनुरोध के गर्न चाहन्छु भने व्यवसायहरूलाई बचाउनका लागि तपाईहरुले यो खुल्ला नाकाहरूलाई कमसे कम सकेसम्म कुनै एस जोन नट नाइदर कुनै पनि बहाना नगरिकिन खुल्ला नाकाहरूलाई चाहिँ तपाईहरुले व्यवस्थित गर्नुस् र त्यसलाई कडाइका साथ त्यसलाई
प्रतिबन्ध लगाउनुहोस्, अनि मात्र हाम्रो नेपालमा भएका व्यवसायहरू सुरक्षित हुनेछन् भन्ने मेरो मान्यता हो। अर्को कुरा के राख्न चाहन्छु भने हाम्रो पहुँच, हामी आज यहाँ एकीकृत हुँदै गर्दा हाम्रो महासङ्घमा तदर समिति जुन स्वरूप आज निर्माण हुँदैछ, त्यो समितिले हाम्रो आवाजलाई केन्द्रसम्म पुर्याउने अभियानमा उहाँहरू जानुहुनेछ र त्यसका लागि धनगढी होलसेल व्यवसायी सङ्घको पनि तपाईँहरूको साथ र सहयोगको लागि हमेसा निरन्तर कालान्तरसम्म हाम्रो प्रतिबद्धता म व्यक्त गर्न चाहन्छु। हस्, पुनः यस कार्यक्रमको सफलताको कामना गर्दै आफ्नो छोटो भनाइ केही त्रुटि भएमा माफी माग्दै आफ्नो भनाइ यही अन्त्य गर्न चाहन्छु। हस्, धन्यवाद।